प्रश्नको लागि धन्यवाद। हामी अहिले नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको सङ्घारमा छौँ। यो राष्ट्रिय महाधिवेशनले पक्कै पनि देशमा एउटा नयाँ खालको ऊर्जा ल्याउनेछ भन्नेमा हामी विश्वस्त छौँ र योभन्दा कम लगभग 80 वर्षदेखि नेकपा एमालेले विभिन्न घटना परिघटनाहरू झेल्दै आएको छ। यसमा यो भदौ 23-24 गते भएको घटनालाई चाहिँ एकदमै गम्भीरताका रूपमा हामीले नेकपा एमालेले लिएको छ र यसमा भएका आन्दोलनलाई हामीले एउटा आन्दोलन र अर्को चाहिँ हामीले अपराधको रूपमा पनि लिएका छौँ र यो अपराध र आन्दोलनलाई हामीले चाहिँ छुट्याएर आन्दोलनमा भएका अपराधहरूको चाहिँ हामीले त्यसको अपराधीलाई चाहिँ हामीले कारबाहीको दायरामा ल्याउनेछौँ र नेकपा एमालेले यसलाई चाहिँ एकदम गम्भीरताका रूपमा हेरेको छ र नेकपा एमालेको यो महाधिवेशन 11औं महाधिवेशन पछाडि चाहिँ देशले एउटा सबैभन्दा ठुलो पार्टी, अहिले पनि ठुलै पार्टी छ, त्यसमा पनि अझै ठुलो र जनताहरूको विश्वास जितेर चाहिँ अझै पनि ठुलो पार्टी बनेर चाहिँ देशको मुहार फेरेको चाहिँ हेर्न यहाँहरूले पाउनुहुनेछ। महाधिवेशन पछाडि हाम्रो एउटा एकदम दह्रो टिम खडा हुनेछ। सबै युवाहरू समेटेर सबैलाई समेटेर हाम्रो दह्रो मूल पार्टीको रूपमा हामीले स्थापना गर्नेछौँ र त्यस पछाडिको चुनाव हुन्छ भन्ने कुरामा चाहिँ म विश्वस्त छुइनँ, किनभने यो सुशीला कार्की प्रधानमन्त्री भएको यो सरकारले चुनाव गराउन सक्दैन, नियत देखिँदैन। अहिले यो चुनाव गराउँछु भनेर यसो मान्छेहरूलाई यसो झुक्क्याए जस्तो मात्रै लाग्छ मलाई चाहिँ। जसरी अब चुनाव हुने अवस्था चाहिँ मैले देख्दिनँ। नेपालको राजनीतिमा अब नेकपा एमाले सबैभन्दा ठुलो पार्टी बन्छ र नेकपा एमाले फेरि पनि सबै जनताको ग्रासदेखि लिएर माथिसम्म सबैको मन जितेर चाहिँ नेकपा एमाले, म चाहिँ यस्तो पनि भन्छु सर, यसमा हामी यो नेकपा एमालेमा पनि थोरै तिना कमी कमजोरीहरू छन्। यसलाई चाहिँ हामीले सुध्रिने मौका लिएर चाहिँ यसलाई हामीले ठुलो पार्टी अझै पनि जनताको माझमा गएर ठुलो पार्टी, अझै धेरै ठुलो पार्टी बनेर चाहिँ त्यस पछाडि चुनाव हुन्छ र चुनाव भएपछि सबभन्दा ठुलो पार्टी बहुमत ल्याएर चाहिँ एकदमै बहुमत ल्याएर चाहिँ नेकपा एमाले फेरि सरकार बनाउँछ भन्ने कुरा चाहिँ हामीले विश्वास गरेका छौँ। यो प्रतिनिधि सभा चाहिँ फेरि पुनर्स्थापना हुन्छ। सुशीला कार्कीको सरकारले चाहिँ चुनाव गराउन सक्दैन, फेरि पनि प्रतिनिधि सभा चाहिँ पुनर्स्थापना भएर चाहिँ अनि मात्रै चुनाव हुन्छ।